हेलो, धन्यवाद कार्यक्रम सञ्चालकज्यू, मञ्चमा आसीन सम्पूर्ण व्यक्तित्वहरू। म मेरो विद्यार्थी भाइ बहिनीहरूलाई शुभकामना एउटा कविता मार्फत दिन चाहन्छु र कविताको शीर्षक छ शुभकामना। प्रिय विद्यार्थी, हेलो हेलो, प्रिय विद्यार्थी, मेरा प्रिय विद्यार्थी, सोच्दै नसोच्नु है, हामीहरू छुट्टिएका हौँ, हुनै सक्दैन, त्यो त हुनै सक्दैन। तिमीहरू समयको बाटोमा अगाडि बढ्दैछौ, दो बाटोबाट चौबाटोमा पुगेका हौ, अप्ठ्यारो बाटोमा सम्हालिएर हिँड्नु। शुभकामना, मेरो मनैदेखि शुभकामना। बादलले एक दिन छेक्दैमा माछा पुछ्ने लुक्दैन, सुन है, बादलले एक दिन छेक्दैमा माछा पुछ्ने लुक्दैन। तिमीहरू पनि सपना देख्न कहिल्यै नछाड्नु। जीवनमा समस्या त पाइले पछि आइहाल्छन्, जीवनमा समस्या त पाइले पछि आइहाल्छन्। डढेलो लागेको वन जसरी झन् बलियो भएर उठ्नु। शुभकामना, शुभकामना, शुभकामना। अन्याय नगर्नु, जीवनमा अन्याय नगर्नु, मानवता नभुल्नु, बिना गल्ती नझुक्नु। जीवनमा अन्याय नगर्नु, मानवता नभुल्नु, बिना गल्ती नझुक्नु। मेरो यो गुरु ज्ञान तिमीहरूलाई औँसीको मध्यरात आकाशतिर फर्कँदा, सुन है, औँसीको मध्यरात आकाशतिर फर्कँदा तारै ताराको बीचमा ज्ञानको सागर अनि खोजको भण्डार भेट्टाउनेछौ। तारै ताराको बीचमा ज्ञानको सागर अनि खोजको भण्डार भेट्टाउनेछौ। मैले सिकाएको विज्ञान नै वरदान मानी, मैले सिकाएको विज्ञान नै वरदान मानी, निरन्तरताको पहाड छिचोल्नु। एक दिन सँगै अन्तरिक्ष यात्रा गरौँला। शुभकामना, शुभकामना, शुभकामना। परिश्रम र धैर्यको बाटोमा, परिश्रम र धैर्यको बाटोमा जीवनका हरेक प्रश्नको उत्तर आफै खोज्न सक्ने हुनु। परिश्रम र धैर्यको बाटोमा जीवनका हरेक प्रश्नको उत्तर आफै खोज्न सक्ने हुनु। जीवनका भन्ज्याङ र घुम्ती मोड्न सक्ने हुनु। गन्तव्यको उचाइ भेटाए पछाडि, अन्तिम है, गन्तव्यको उचाइ भेटाएपछि सफलताको कथा बोकेर आउनु। गन्तव्यको उचाइ भेटाएपछि सफलताको कथा बोकेर आउनु। त्यही हुनेछ हामीलाई सबैभन्दा सुन्दर उपहार। शुभकामना, शुभकामना, शुभकामना। उही तिम्रो साइन्स सर मिस्टर केएस चापागाई। धन्यवाद।